हेलो एभ्रिवान, हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो मिनी भ्लगमा। साथीहरू, हामी चाहिँ खाना खाने तयारी गरिरहेको छौँ। नानी बाबुहरूले चाहिँ पहिले खाइसके, अब हामी मिलेर खाना लाएको छौँ। अब धेरै जस्तो चाहिँ हामी यसरी नै मिलेर खान्छौँ खाना। कहिले कहिले टाइम मिलेन भने चाहिँ एक्लै एक्लै खानुपर्छ साथीहरू। छोरीले चाहिँ बाबाको लागि घिउ लिएर आइदिएकी छिन्। बाबाले चाहिँ घिउ हालेर खाना एकदम मन पराउनुहुन्छ खानाहरूमा। अनि दाल बनाएको आज मैले लुडेको साग हालेर दाल बनाएको, मसिनो गरेर काटेर लुडेको साग राम्रोसँग धोएर मसिनो गरेर काटेर दालमा 3-4 सिटी लगाएर बनाएको साथीहरू। अनि अन्डा अम्लेट चाहिँ बुढाले बनाइदिनु भएको। कति राम्रो बनाउनुहुन्छ हेर्नु न, कामहरू एकदमै राम्रो गर्नुहुन्छ, पर्फेक्ट गर्नुहुन्छ साथीहरू। उहाँले सबै काममा मलाई हेल्प गर्नुहुन्छ, तर उहाँको फुर्सदै नमिलेर मात्रै मलाई एक्लै काम गर्नुपर्छ साथीहरू। कस्तो सबै कुरामा एकदम पर्फेक्ट हुनुहुन्छ उहाँ चाहिँ। मेरो भिडियोहरू हजुरहरूलाई कस्तो लाग्छ, मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि फलो गरिदिनु होला है।